गुगल क्रोमले चाहिँ नयाँ फिचर उपलब्ध गराएको छ, जसको लागि चाहिँ गुगल क्रोममा जाने, त्यस पछाडि गुगल एप्स भित्र गइसके पछाडि तल यहाँनिर बिट्स भनेको छ, यसमा क्लिक गर्ने। यहाँको इन्टरफेसमा चाहिँ यस्तो खालको यो BOE 3.3 मा उपलब्ध हुन्छ। विभिन्न चाहिँ यहाँनिर चाहिँ फिचरहरू चाहिँ उपलब्ध गराएको छ। आजको भिडियोमा हामी यो रेकर्ड्सका फिचरहरू के छ त्यो हामी हेर्नेछौँ। यो रेकर्ड चाहिँ यस्तो खालको फिचर भएको सफ्टवेयर हो, जसको मद्दतले कम्प्युटरको चाहिँ स्क्रिन रेकर्ड गरी चाहिँ भिडियो बनाउन सकिन्छ। जुन भिडियो बनाउनको चाहिँ विभिन्न पेड सफ्टवेयर पनि प्रयोग गर्ने गरिन्छ, जुन चाहिँ पेड गर्नको लागि चाहिँ हामी जस्तो लागि चाहिँ अफोर्डेबल नहुन सक्दछ र फ्री सफ्टवेयर प्रयोग गरियो भने चाहिँ वाटरमार्क आइदिने त्यस्तो समस्याले हामीलाई हैरान हुन सक्छ, जसको लागि यो प्रयोगलाई चाहिँ रेकर्ड्समा जाने। अब यहाँ चाहिँ यो पहिलो चाहिँ क्यामेरा, त्यसपछि दोस्रोमा क्यामेरा र स्क्रिन, तेस्रो भने चाहिँ स्क्रिन मात्र रहेको छ। स्क्रिनहरू मात्रैको लागि चाहिँ यहाँनिर क्लिक गर्ने। स्क्रिनको लागि यहाँनिर क्लिक गर्ने। त्यस पछाडि यो क्रोम ट्याबको लागि भने यहाँ विन्डोजको भने दोस्रोमा र इन्ट्रा स्क्रिन हो भने चाहिँ यहाँनिर स्क्रिन क्लिक गर्नुपर्छ र इन्ट्रा स्क्रिन क्लिक गरिसकेपछि यहाँनिर क्लिक गर्ने। त्यसपछि अल्सो सेयर सिस्टम अडियो भनेको चाहिँ सिस्टम अडियो यहाँनिर अफ हुनुपर्छ। अन गऱ्यो भने चाहिँ कम्प्युटरका रहेको अडियो पनि यहाँनिर रेकर्ड हुन थाल्छ। र सेयरमा जाने। सेयरमा गइसके पछाडि चाहिँ अब यहाँनिर माइक्रोफोनका लागि चाहिँ यहाँनिर अन गर्नुपर्छ। त्यस पछाडि चाहिँ यसरी रेकर्ड गर्न थाल्यो भने चाहिँ यहाँनिर यस्तो खालको यो आउने गर्दछ। यो नआउनको लागि चाहिँ यहाँनिर ब्याक टु ट्याब भनेको छ, ब्याक टु ट्याबमा जाने। त्यस पछाडि यहाँनिर यो हराउने गर्दछ। अब हाइटमा जाने। अब यति गरिसके पछाडि अब यहाँनिर स्टार्ट रेकर्डिङमा जाने। रेकर्ड सुरु भइरहेको छ। अब मिनिमाइज गरौँ। त्यस पछाडि वर्डमा जाउँ। त्यस पछाडि यहाँनिर वर्ड ओपन गरौँ। त्यस पछाडि ओपन गरिसके पछाडि यहाँनिर यसरी टाइप गरियो। त्यसपछि यसलाई साइज बढाइयो। त्यस पछाडि यस्तो गरियो। त्यस पछाडि यस्तो खालको बनाइयो। त्यस पछाडि यसलाई ब्याक गरियो। अब डन सेभ र अब यहाँ गइयो। यहाँ गइसके पछाडि चाहिँ अब यहाँनिर रेकर्ड भइरहेको छ। रेकर्डलाई चाहिँ अब स्टप गर्नको लागि यहाँनिर स्टप गरियो। त्यस पछाडि अब इन्सर्टमा जाने। इन्सर्टमा गइसकेपछि सेयर बटनमा जाने। अब डाउनलोड टु MP4 भनेको छ। अब यहाँले चाहिँ डाउनलोड को लागि चाहिँ यहाँनिर सेभिङ भइरहेको छ। सेभिङ भइसके पछाडि अब यहाँ चाहिँ डाउनलोड गर्नुपर्दछ। प्रिपेयरिङ डाउनलोड भइरहेको छ। अब यहाँ चाहिँ डाउनलोड भइसकेको छ। यसरी चाहिँ अब स्क्रिन चाहिँ रेकर्ड भइसकेको छ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् र कमेन्ट सेक्सनमा कमेन्ट गर्न पनि नभुल्नुहोस्।